सम्पूर्णमा नमस्कार। म केशव राम सार्की। आज मैले एउटा आमा र एउटा बुवाको छोरो 11 वर्ष भइसक्यो हराएको त्यस विषयको यो भिडियो हो। हाम्रो दोगडा केदार 1 क्रिम बस्ने भुलेौडा निवासी जसीराम सार्की र ऐताराम सार्कीको छोरा पुष्कर आज 11 वर्ष भइसक्यो हराएको। सम्पूर्ण साथीहरूलाई म के भन्न चाहन्छु भने यो भिडियोलाई सक्दो शेयर गरिदिनु होला। बाँकी इष्टमित्र, दाजुभाइ, दिदी, बहिनी, आमा, बुवा सबैजनाले जति सक्नुहुन्छ त्यति यो भिडियोलाई सक्दो शेयर गरिदिनु होला। तपाईको सानो सहयोगले एउटा बुवाका आँसु, एउटा आमाका ती बुढी आमा उहाँको बाटो पर्खेर बसेकी बुढी आमाको आँसु खुसीमा बदल्न अवश्य सहयोग गरिदिनु होला। उहाँको अहिले अवस्था देख्दा कति पीडामा बसेका छन् ती आमा बुवा। उहाँकी आमा एउटा बिमारी अवस्थामा भए पनि मेरो छोरा अझै पनि आउँछ कि भनेर त्यो दिल्लीमा बसेर उहाँको बाटोको पर्खाइमा बसेकी छन्। अब सोच्नु त, तपाई आफै सोच्नु त, 11 वर्ष भइसक्यो छोरो हराएको। उहाँको त जेठो छोरो हो नि, उहाँलाई किन पीडा नहुन्थ्यो होला। म बाँकी तिमी पुष्कर भाइ, तिमी जिउँदो छौ भने, मेरो भिडियो हेरिरहेछौ भने, तिमीलाई हल्का पनि याद छ त्यो रिम गाउँको याद छ भने अवश्य सम्पर्कमा आउनु होला। अझै पनि तिम्रो आमा बुवाले तिम्रो बाटो पर्खेर बसेका छन्। त्यो घरको दैलो अझै पनि तिम्रो लागि खाली छ। अझै पनि तिम्रो घरको एउटा कोठा अझै तिम्रो लागि खाली छ। म तिम्रो दाइ केशव हो। तिमीलाई हल्का पनि मसित हिटेको, बसेको, खाएको याद छ भने अवश्य सम्पर्कमा आउनु होला। त्यो बचपनमा मसित हिटेको अझै पनि याद छ मलाई, तिमीले मसित खेलेको। त्यो आमा र त्यो बुवाको पीडालाई अवश्य सम्झिनु होला पुष्कर भाइ। बाँकी जो कसैले पनि यहाँ म फोटो राख्नेछु, उहाँको बुवाको पनि फोटो राख्नेछु, आमाको पनि फोटो राख्नेछु, उहाँ पुष्कर भाइको पनि फोटो राख्नेछु। त्यो 11 वर्ष पहिलेको फोटो हुन त। जो कसैले पनि यस्तै अनुहारको मान्छे देख्नुहुन्छ, भेट्नुहुन्छ भने नजिकै परेरी चौकीमा अवश्य सम्पर्क गर्नु होला। साथैमा मलाई पनि अवश्य सम्पर्क गरिदिनु होला। तपाईको सानो सहयोगले एउटा आमा बुवाको आँसु जो बगेका छन् त्यो खुसीमा परिवर्तन हुनेछ। फेरि पनि बिन्ती गर्दछु सम्पूर्णमा यो भिडियो सक्दो शेयर गरिदियो। जो कसैले पनि देख्नुहुने यस्तै अनुहारको मान्छे देख्नुहुन्छ भने अवश्य सम्पर्क गरिदिनु होला। त्यो बुवाले बसेर रोएका आँसु, त्यो बिरामी बुढी आमा अझै पनि बिरामी परेर पनि आफ्नो छोराको आशमा बसेकी छन्। म रिमको पञ्चदेव कुल्या परमेश्वर उहाँको दिमागमा कराउने गरेर बस्दिनु हे कुल्या परमेश्वर नारायण भन्न चाहन्छु। हे इष्ट कुल देवता, तिमी फर्काइदेऊ, उहाँको छोरो फर्काइदेऊ। एउटा बुढी आमाले मेरो छोरो अझै आउँछ कि भनेर त्यो पर्खेका बाटा खोलिदेऊ भगवान। उहाँलाई त्यो बुढो बा, त्यो बुढी आमाको सामु पुगाइदेऊ हे भगवान भन्न चाहन्छु। बाँकी मैले भन्नु केही छैन साथीहरू। तपाईले सक्दो शेयर यो भिडियोलाई गरेर सबैको मोबाइलको स्क्रिन कहाँ पुगाइदिनु होला। बाँकी मैले जो पनि दुखी, गरिब, गलत जुन जग्गा गलत हुन्छ भने त्यो जग्गा अवश्य म खडा हुनेछु। सहीलाई सही, गलतलाई गलत भन्नेछु। सहीका अवश्य कुरा उठाउनेछु। जुन जग्गा गलत भइरहेछ त्यो जग्गा पनि अवश्य म कुरा उठाउनेछु। किन गलत गरिरहेछौ भन्नेछु। म सहीको साथ अवश्य सहीमा दिनेछु, गलतको साथ कहिले दिने छैन मैले। अहिलेदेखि सही बाटो हिँडिरहेछु, सही बाटो हिँड्ने हो और सही बाटोमा जाने हो। जुन मेरो आमा बुवाले सिकाएको छु त्यही बाटोमा हिँड्ने हो, त्यही बाटो म गर्ने हो। बाँकी मैले भन्नु केही छैन साथीहरू। धन्यवाद सबैजनालाई।